सारा याद रुक्मिणीहरू भनी जाऊ बिहेमा भनी रुक्मिका पुरमा पुगे सबजना श्रीराम आदि पनि तिनको बार समस्त वेद विधिले पुरा भए थो जब राजा उद्धव भए बिग्झिके बल कलको त्यो बीज जुवा तब रुक्मीलाई भने गएर सबले ती रामलाई जित जुवामा अनि विज्ञ छन् यदुहरू केही छैनन् कहितल त हो यो उत खेल राजा कुलको छन् जे झेल उसमा जति मैले जान्दछु खेल्नुहोस् हजुरले आनन्द होला ती रुक्मीले बलरामलाई नै ढाकेर खेल्दो भयो अरे राम रुक्मीले चल गरी सम्पत्ति जित्दै गयो थापे लाख करोड फेर रुपियाँ श्रीरामजीले जब रुक्मीले छलले जिते जभनीले सम्पूर्ण तो भयो जित्नुको बलरामले भनी सफा आकाशवाणी भयो त्यसको ख्याल नराखिक रुक्मी वीरले पहिले लिए झैँ लियो लागे गर्न ढिपी सबै निर्भय मिली हाँसेर हेराउ गरे हो च्याई सबले भने हृदयमा बेच्ने गरी बेसरी गोठाला वनमा डुलेर निदिनहुँ काट्ने दुखी जीवन जान्नु के गरी खेल्न भूपहरूको आनन्द पार्ने मन पासाले रणमा विशालु सरले विशाल नै खेल्दछन् खेल्दैनन् अबरुती तपाईँहरू झैँ टाढै बसी हेर्दछन् रुक्मीको सुनिबाद भूपतिहरू झनास्न लागे त जब रुक्मीलाई हलोली बलजले मारिदिए थे तब